मोरिस ग्यारेज अर्थात् एमजी को आधिकारिक विक्रेता पारामाउन्ट मोटर्सले 4 लाख रुपियाँसम्मको छुट दिने स्किम सार्वजनिक गरेको छ। कम्पनीले नयाँ वर्षको अवसरमा ल्याएको सेलिब्रेट इलेक्ट्रिफाइड न्यू इयर 2026 स्किममा 4 लाखसम्म छुट दिने घोषणा गरेको हो। कम्पनीले ल्याएको 4 लाखसम्मको छुट स्किममा पुरानो गाडी ल्याएर सट्टापट्टा गर्नेले आफ्नो गाडीको राम्रो मूल्याङ्कन पाउनेछन्। यसका अलावा एक्सचेन्ज बोनस पनि दिने कम्पनीले जनाएको छ। फाइनान्स सुविधा चाहिने ग्राहकका लागि सहजै ब्याङ्कसँग जोडिदिने कम्पनीले ठाउँको ठाउँ गाडी डेलिभरी दिने जनाएको छ। नयाँ गाडीको लागि आवश्यक एसेसरिज पनि कम्पनीले निशुल्क हालिदिने जनाएको छ। पारामाउन्ट मोटर्सले एमजीले चीनमा उत्पादन गरेका र भारतमा उत्पादन गरेका विद्युतीय कारहरू बिक्री गर्दै आएको छ। अहिले कम्पनीसँग सबैभन्दा राम्रो बिक्री भइरहेको एमजी S5 छ। साथै एमजी IM को प्रिमियम लग्जरी क्रस ओभर पनि बिक्री गर्दै आएको छ। यसबाहेक MG4 EV पनि उपभोक्ताले किन्न सक्नेछन्। भारतमा उत्पादन भएको कोमेट प्रिमियम ह्याचब्याक कार र कोमेट मिनी कार पनि एमजीले बिक्री गर्दै आएको छ। यी गाडी बाहेक एमजीसँग पेट्रोलबाट चल्ने हेक्टर र एस्टर जस्ता मोडल भारतबाट ल्याएर बिक्री गर्दै आएको छ। पेट्रोलबाट चल्ने HS मोडल भने चीनबाट आयात हुँदै आएको छ। एमजीले बिक्री गर्ने इन्ट्री मोडल कोमेट EV हो। यसलाई 2 भेरिएन्टमा बिक्री गर्दै आएको छ। कोमेट EV को सुरुवाती मूल्य 19,79,000 रुपियाँ छ। भारतमा उत्पादन भएको विन्सर EV पनि 2 भेरिएन्टमा उपलब्ध छ। यसको सुरुवाती भेरिएन्टको मूल्य 37,79,000 रुपियाँ छ। विश्वभर निकै चर्चा कमाउन सफल MG4 पनि निकै राम्रो मूल्यमा उपलब्ध मोडल हो। यसलाई पनि कम्पनीले 2 भेरिएन्टमा उपलब्ध गराएको छ। यसको सुरुवाती मूल्य 41,49,000 रुपियाँ रहेको छ। यही वर्ष नेपाल आएको S5 मोडल निकै सफल SUV हो। नेपाली बजारमा निकै राम्रो संख्यामा बिक्री हुँदै आएको S5 3 भेरिएन्टमा उपलब्ध छ। यसको एन्ट्री भेरिएन्टको मूल्य 43,79,000 रुपियाँ तोकिएको छ। MG IM6 प्रिमियम SUV पनि कम्पनीले बिक्री गर्दै आएको छ। यसको मूल्य भने 74,79,000 रुपियाँ रहेको छ। यसका अलावा कम्पनीले बिक्री गर्दै आएको अन्य पेट्रोल SUV एस्टरको मूल्य 48,49,000 रुपियाँ रहेको छ। हेक्टर SUV को मूल्य भने 77,49,000 रुपियाँ र सबैभन्दा महँगो HS मोडलको मूल्य 86 लाख रुपियाँ रहेको छ।